दुग्ध विकास संस्थानको संरचना यति धेरै ठुलो छ, जति धेरै बढ्दै गयो त्यति यसको खर्च बढ्दै जाने अवस्था छ, कतैबाट आउनेवाला छैन। र अहिले जुन साइकल मैले खास गरिकन हामीहरूले यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो यस्तो कुरामा अल्मलिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा 56 अरबको ऋण छ। यत्रो ठुलो जोखिममा छ यो संस्था, यत्रो ठुलो पुनर्संरचना गर्नुपर्ने छ। अलिकति पर्यटकहरूको चहल पहल बढी भएको बेलामा थोरै अकुपंक्षी बढेको कुरालाई वा चाहिँ थोरै आम्दानी भएको कुरालाई लगेर हामीले त्यहाँ लगेर कसरी प्रस्तुत गरियो भने नेपाल वायु सेवा निगममा चमत्कार भयो। अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ अहिले चाहिँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ, ठुलो रिस्क उठाउनु पर्ने छ। हेटौडा कपडा उद्योग मैले अर्को पनि पढेँ, त्यहाँ पनि के भाष्य निर्माण मैले किन भनिरहेको छु भने सानो एक हेर्दा सामान्य कुरा लाग्छ। काङ्ग्रेसले उद्योग बेच्यो, अब म आएँ, अब मैले खतरा उद्योग चलाइदिन्छु, अनि अलि पछाडि चाहिँ अब हामीले विषयवस्तु राम्रोसँग पर्गेलेनौँ भने के हुन्छ भने बाहिरतिर सबतिर चाहिँ अनि हेटौडा कपडा उद्योगबाट लगाएको फोटो आउन थाल्छ। अनि काङ्ग्रेसले बेचेर खाएको थियो हामीले लगायो भनेर। अरे बाबा, नेपालमा वर्षमा मैले यसो हेरेको डेटा हेरेको, वर्षमा कति चाहिँदो रहेछ भने 75 देखि 90 करोड मिटर कपडा नेपाललाई अहिले चाहिन्छ। 75 देखि 90 करोड मिटर कपडा चाहिन्छ। हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड। 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु के हो थाहा? खास नेपालको इस्यु मैले यो कम्तीमा 8-10 वर्ष मैले पार्लियामेन्ट उठाउँदै आइरहेको अहिले खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा। नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब उनीहरूको 30 देखि 40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटिटिभ हुन सकिरहेका छैनन्, किनकि चोरी पैठारीबाट सस्तो कपडा आउँछ। यहाँभित्र बाहिरबाट आउने कपडाहरू यति सस्तो भएर आउँछ जसले गर्दा हाम्रो यहाँको म्यानुफ्याक्चररहरूले कम्पिट गर्न सकिरहेको छैन। दिस इज द प्रब्लम। यसमा जानुपर्ने होला। हामी किन गइरहेका छैनौँ? औषधिको मैले पढेँ, यहाँ प्रदीपजी पनि हुनुहुन्छ, स्वास्थ्य मन्त्री भएर हामीले काम गरेर आएको। करिब 65 अरबको बजार छ नेपालको औषधिको। अहिले पछाडि मैले फेरि डेटा चेक गरेको, करिब 50% त्यो बजारको 50% चाहिँ नेपालको म्यानुफ्याक्चररहरूले उत्पादन गर्छन्। म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, केही गर्नु पर्दैन। मेरो पालामा म स्वास्थ्य मन्त्री भएको बेलामा नेपालको औषधि उद्योगलाई, क्षेत्रलाई आत्मनिर्भर बनाउनका निम्ति भएका निर्णयहरू त्यसको आंशिक मात्र कार्यान्वयन भयो, त्यसलाई मात्रै कार्यान्वयन गर्नुहोस्। ल, R&Dमा हात हाल्नुपर्ने ठाउँमा, कहाँ पुग्नुपर्ने ठाउँमा चाहिँ मैले सिटामोल बनाएर बेचेँ भनेर मैले सन्दर्भ किन उठाएको हो भने गभर्मेन्ट इकोनोमीको कुरामा पटक्कै पनि राइट ट्र्याकमा छैन। मेसो के हो भने थाहै पाइरहेको छैन, विषयवस्तु के हो भने बुझिरहेकै छैन। यसले के हुन्छ, यसले अलि पछाडि झन्झन हाम्रो त्यसै पनि टाक्सिएको अर्थतन्त्र झन यो खुम्चिँदै जान्छ। त्यसैले यो विषयका सन्दर्भमा पनि मैले अघि भने शासक अराजकताको बारेमा, असंवेदनशीलताको बारेमा र अर्थतन्त्र ह्यान्डलिङ गरेको विषयका सन्दर्भमा हामीले केही कुराहरू ठोस रूपमा बोल्नुपर्नेछ।